सो सबैलाई नमस्कार सेवा। म चाहिँ शेरबहादुर चामलिङ राई। अब यो फिल्म इन्डस्ट्रीमा चाहिँ अब काम गर्ने क्रममा चाहिँ मलाई राज राई भनेर चिन्नुहुन्छ सबैले। सबै कुराको आफ्नो तरङ्गमा भनौँ न आफ्नो ठाउँमा चाहिँ दुःख हुन्छ। त्यो भइदिँदाखेरि पनि स्पेसली यो फिल्म इन्डस्ट्रीमा चाहिँ मेन्टली पिस चाहिँ एकदमै आवश्यकता छ, किनकि त्यो स्ट्रगल गर्ने क्रममा सङ्घर्ष गर्ने क्रममा चाहिँ मैले देखेको चाहिँ म्याक्सिमम हामी फोकस चाहिँ कहिले पुगिन्छ भन्नेतिर लागिन्छौँ। अनि त्यो कुराले हामीसँग भएको विकल्प पनि त्यो कुरा पनि हामीले सानो लाग्दो रहेछ। सो मेरो चाहिँ सजेसन त्यसमा चाहिँ के हुन्छ भन्नाले पनि सन्तुष्टि चाहिँ हुनु पऱ्यो, चाहे हामीसँग होस् नहोस्। जे कुरा रमाइलो गर्दाखेरि आफूलाई सेल्फ सेटिस्फ्याक्सन हुन्छ त्यो कुरा गर्दै जानुहोस्, अझै बेटर हुन्छ। अनि यो सबै खेल समयको पनि हो, सबैभन्दा बलवान कोही पनि हुँदैन। कसैको चाँडै लेखेको छ भने त्यो मान्छेले चाँडै नै पाइन्छ, कसैले ढिलो लेखेको छ भने त्यो मान्छेले ढिलो नै पाउने हो। अघि भने चाहिँ सेल्फ सेटिस्फ्याक्सन अनि अन्तिममा भनेको गन्तव्य कुन चाहिँ बाटो हिँडिरहेछौँ सबैको फरक मापदण्ड हुन्छ। अनि हिँड्ने क्रममा चाहिँ विभिन्न प्रकारका मान्छेहरूसँग भेटघाट हुन्छ, अनि फरक धारका मान्छेको बुझाइ हुन्छ। कतिपय हुन्छ नि हामीभन्दा सिनियर मान्छे अथवा जुनियर मान्छेसँग पनि धेरै कुरा लिन सकिन्छ, अनि त्यो लिँदै जाने क्रममा मजा पनि आउँदो रहेछ। अनि एउटा स्वाद त हो हरेक कुरा। फरक मान्छेको लागि अलिकति अप्पर पुगेको अलिकति चलेको एक्टरको लागि चाहिँ उहाँहरूको लागि फरक धारको स्वाद हुन्छ सक्सेसको, मेरो लागि फरक धारको हुन्छ। अनि व्यक्तिगत मान्छेहरू नर्मल मान्छेहरूको लागि पनि फरक फरक धारका आफ्नो टेस्ट हुन्छ सक्सेसको। सो जे कुरा गर्नु छ गर्नु, नातिनु नमातिनु, तर मान्छे भइसकेपछि आत्तिन्छ पनि मातिन्छ पनि, र सबै कुरा ब्यालेन्समा गर्नु। ब्यालेन्समा गऱ्यो भने राम्रो हुन्छ। अनि रिस्पोन्सिबिलिटी पनि लिनुपर्छ। त्यो भइदिँदाखेरि पनि आफूले चाहेको कुरा पनि गर्नुपर्छ।